एक्जाम दिएर आइसक्यो। दिस इज आवर रुममा चाहिँ केबल कार उता यही नै हो। So guys, hello and welcome back to my new other vlog. So अहिले चाहिँ हामी छौँ फेवातालमा and you can see the view. It's so amazing यार, so दामी। लास्ट टाइम गइरहेको छ, अब केही बेरमा यहाँ सनराइज हुनेवाला छ होइन। एन्ड ब्याकग्राउन्डमा चाहिँ अब सन आउनेवाला छ, हेरौँ। And look at this. So beautiful, yaar. And look at this background view. So done. And this is our room. First ma हजुरलाई टुर दिन्छु हैन रुमको। यो चाहिँ एउटा सिंगल बेड, यो चाहिँ डबल बेड रहेको छ हैन। अनि यहाँ चाहिँ बाथरूम रहेको छ हैन। त्यो लाइट बाथरूम ठिकै छ। पर नाइट 1000 एन्ड यो चाहिँ भ्यू बाहिरको। सो अमेजिङ यार। यो चाहिँ हाम्रो खाना आइसकेको छ हैन। सजावट त लास्टै दामी छ। दाल छ, भात छ, तरकारी छ, अचार छ, दही छ। ओ माई गॉड, दामी 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 दामी। पापड छ कि छैन यार यामा। ओ माई गॉड, दामी 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 दामी। सो अहिले चाहिँ बिहान भइसक्यो होइन, 6 बजिसक्यो, उज्यालो भइसक्यो। अब हाम्रो इक्जाम चाहिँ 7 बजी रहेको छ होइन। हामी ठ्याक्कै यहाँबाट अहिले 6:10 निक्ल्यौँ। अब युनिभर्सिटी पुग्यो। हामी चाहिँ अहिले युनिभर्सिटीमा पुगिसकेको छौँ होइन। यो चाहिँ यहाँ चाहिँ इक्जाम हुने ठाउँ रहेको छ। कति वर्षपछि, 6-7 वर्षपछि फेरि यहीँ इक्जाम दिनलाई स्कलरसिपको। सो हार्ड। दिस इज आवर रुम। एक बेन्चमा एकजना मात्रै छ पुरा। माई गॉड, लुक। थियो युनिभर्सिटीबाट बाहिर। सो गाइज, अहिले चाहिँ हामी इक्जाम दिएर आइसक्यौँ होइन। इक्जाम चाहिँ एकदम अनप्रिडिक्टेबलवाला भयो होइन। कि सोचेको थियो कस्तो अप्ठ्यारो आउला, हार्ड आउला सोचेको थिएँ मैले होइन। यस्तो इजी आइदिया भयो। अलिअलि पढ्यो भने 1-2 हप्ता मैले राम्रोसँग पढ्यो भने 100 पार हुन्थ्यो कि। जस्तै उसको भयो। कस्तो आएको थियो पेपरला, कस्तो लाग्यो तँलाई? त्यस्तो हो भाइ, अब 50-60 नम्बर आइदिनु टेन्सन नहोस्। 50-60 उसको होइन। मैले भने उसको 100 पार हुन्छ, 110 पार हुन्छ कि उसको। यो चाहिँ हुँदैन है। यो चाहिँ धेरै एक्सपेक्टेसन छैन। 60-70 आउँछ भन्ने एक्सपेक्टेसन चाहिँ छ, त्योभन्दा माथि छैन होइन। अहिले चाहिँ हामी रुममा आएर खाना खाइरहेको छौँ होइन। यो खाना चाहिँ लास्ट दामी छ यार। यो चामल चाहिँ सेम बजाङमा पनि यस्तै हुन्थ्यो कि, यस्तै दामी यस्तै पाउँथ्यो होइन। अनि टेस्ट चाहिँ सेम यस्तै हुन्थ्यो कि। अब चाहिँ हामी कहाँ जान्छौँ है। यो चाहिँ सेकेन्ड टाइम मागेको है। के गर्छु, भात हामी खान सक्दैन, म त खान सक्छु नि अरे। लास्ट खाइदिन्छु कि म आएर अरे। गाइज, हेलो एन्ड वेलकम ब्याक टु माई न्यू एन्ड ब्लग। सो अहिले चाहिँ हामी छौँ मनोकामना टेम्पल गइरहेको छु। अब बेरमा केवल कार चढेर मन्दिरमा जान्छौँ। ओन्ली फर 2 आवर्सको लागि, धेरै पनि होइन, 2 आवर्सको लागि। यहाँ पछि चाहिँ हामी रिटर्न भइहाल्छौँ। अहिले 6 बजीतिर रिटर्न भइहाल्छौँ होइन। एन्ड लुक एट दिस भ्यू। एन्ड उहाँ चाहिँ केबल कार उताबाट माथि ऊ त्यहाँसम्म पुग्ने हो। माई गॉड, सो एक्साइटेड टु सी। म कति सालपछि अगाडि आएको थिएँ यार, सायद 3-4 साल त भइहाल्यो होला। लुक, माई गॉड, so beautiful. And you can see the crowd here.
अहिले त त्यति धेरै मान्छे छैनन् किनकि अहिले बेलुका टाइम भइसक्यो अब मान्छे चाहिँ बिहान आउँछन् कि प्रिफर चाहिँ बिहान गर्छन् यहाँ आउनको लागि इट्स सो ब्युटिफुल यार लुक केबल कार यस्तो दामी के यहाँ सानो वाटरफल बनाएको छ होइन लुक माई गॉड waterfall oh so to see and the ticket price is normal for a student just 570 normal को लागि चाहिँ 720 रहेको छ हैन and विदेशी for Indian people को लागि चाहिँ 500 would not accepted rate but तिनीहरुको लागि चाहिँ सायद 1000 छ सायद Indian people को लागि so expensive and here is our ticket oh my god ticket for two-way you know and look at this waterfall here it's so awesome and beautiful here to see look how beautiful is it and from here we proceed and कोही छैन यार मान्छेहरु त पुरा खाली किनकि यो साँझको टाइम भयो नि बेलुकाको टाइममा त्यति हुँदैन के बिहान पूजा गर्न आउँछु बेलुका चाहिँ त्यति हुँदैन के जस्तो अझै पुरा खाली छ so hard and south check and can proceed here pura khali एउटा बग्गीमा हामी दुई मात्र सिंगल नै cable car my god and we can proceed here I हाम्रो cable car चाहिँ उता आउँदैछ हैन दिएमा चढौं and here's our buggy only two people are here oh my god look we are in Manikauna cable car चल लाग्यो हैन तर अलि माथि जाँदा यस्तो उकालोमा जाँदाखेरि लास्ट डर लाग्छ के यार फोटो खिच्न आउँदाखेरि त्यस्तो हुँदैन तर यस्तो माथि जाँदाखेरि लास्ट डर लाग्छ के मलाई यस्तो सर्कर हुन्छ फेरि हैन लास्ट डर लाग्छ के माथि चाहिँ हामी जाँदैछौँ my god look oh कस्तो शान्त पुरा यार तल उ हैन and here बाहिर हात गर्न मिल्थ्यो यार न त समाज त पुरा फिल लिन मिल्छ के त पुरा हावा त हात तल गरे पुरा oh my god कस्तो दामी फिल हुने यार न 8 तारिखसम्म बसिराख्या पनि हुने रहेछ 8 तारिखसम्म भ्यालिड के हुन्छ भ्यालिड हो पैसा लास्ट दामी रहेछ यार उता बोटिङ पनि गरिरहेको रहेछ यार उ तल चाहिँ बोटिङ पनि हुने रहेछ यता ओ माई गॉड लुक म कहिलेदेखि भनिरहेको थिएँ यार मनोकामना आउने हैन आज फाइनली पोखराबाट आइसक्यो यार So last time हामी टुरमा आएको थियौँ हैन पोखरा आउँदाखेरि पोखराबाट यता आएको थियौँ त्यतिखेर चाहिँ वेदर चाहिँ राम्रो थियो है यस्तो समर वेदर थिएन विन्टरमै थियो विन्टर थियो लास्ट पानी परिरहेको थियो हैन खेतहरुमा लास्ट अनि यहाँ हरियाली पनि लास्ट टाइम थियो के हरियाली चाहिँ यहाँ पुरा लास्ट हरियो थियो कि पुरा अहिले चाहिँ पुरा रेफ्रेस्टेसन गरेर आगो लगाएर के भयो फ्रस्टेसन यहाँ चाहिँ यहाँ बाटो पनि छ फेरि हिँडेर आउनुलाई
तर यहाँबाट हिँडेर तल पुग्नुलाई कति घन्टा लाग्ला सोच्न होइन 4-5 घन्टा त लागिहाल्ला यार माथिबाट यहाँ पुग्नुलाई अहिले त पुरा प्लेनमा चढे जस्तो फिल आउँथ्यो यार तर प्लेनमा यति सिसा चाहिँ यति पुरा हुँदैन होइन यहाँ चाहिँ हुन्छ पुरा यहाँबाट फेरि यस्तो पनि गर्न मिल्छ है दामी छ यार look so look my god watch this book person अब पुग्न लाग्यो होइन पुगिसक्यो अब यो चाहिँ हाम्रो आयो डेस्टिनेसन अब यहाँ चाहिँ पछाडि चाहिँ मनोकामना टेम्पल छ होइन सो दामी माइ गॉड सो हार्ड कस्तो डर लाग्यो यार यहाँ पुगेपछि त लास्ट डर लाग्यो यार गाह्रो छ सो हार्ड यहाँ भ्यू चाहिँ यति दामी र यति दामी मिल्छ होइन जस्ट लुक है कहिले दामी मिल्छ गेट दिस भ्यू अब माइ गॉड सो दामी यहाँ फर्स्टमा हामी यहाँ जान्छौँ अनि त्यहाँबाट फर्स्टमा अनि चाहिँ जान्छौँ उता मन्दिरमा के भयो फेरि and look at this view the sea okay oh my god यहाँबाट चाहिँ लास्ट दामी भ्यू अगाडि चाहिँ लास्ट दामी मिल्थ्यो 2-3 वर्ष अगाडि अहिले चाहिँ पुरा वेदर पुरा डस्ट भएर पुरा इन्भाइरोमेन्ट पोल्युटेड भएर लास्ट भयो बेकार एन्ड हो यहाँ चाहिँ नयाँ बिल्डिङ बनिरहेको रहेछ होइन स्विमिङ पुल पनि रहेछ राम्रो होटल पनि रहेको रहेछ सायद लास्ट दामी पछि 2-3 वर्षमा त लास्ट दामी हुने यार यति ठुलो होटल बनिरहेको यता अब हामी मन्दिर जान्छौँ जाउँ मन्दिर डेस्टिनेसन कति दिनदेखि बनिरहेको थिएँ म है मनोकामना जाने अहिले चाहिँ फाइनली पुग्यौँ मनोकामना पूजा गर्ने होस् ल चाहिँ पुरा मार्केट रहेको रहेछ होइन नबस्ने अहिले नबस्ने अब पछि बस्ने अहिले नबस्ने फर्किने हो यहाँ मान्छेहरू कति जिद्दी गर्छ यहाँ रुम लग्ने हामी 3-4 बजे आयो भनेर होला सायद रुम लग्ने हो भनेर क्यान सी द मार्केट धेरै के मिलेर हानमा सो कसम किसिमपछि माथि यहाँ चाहिँ पुरा मार्केट छ कि लास्ट दामी मार्केट के मिल्छ यार मन्दिर चाहिँ अलि माथि नै छ पुरा लास्ट टाढो छ यार माथि ओह माय गॉड फाइनली द वेट इज ओभर हियर इज मनोकामना टेम्पल माय गॉड सो दामी लुक हाउ ब्युटिफुल इट्स इट यहाँबाट भ्यू चाहिँ लास्ट टाइम हुन्छ कि पछाडिको होइन बट अहिले वेदर चाहिँ राम्रो छैन लास्ट पोल्युटेड भयो होइन त्यसैले भ्यू चाहिँ अलिक राम्रो चाहिँ मिल्दैन कि लुक यही हो एउटा मनोकामना टेम्पल मेन टेम्पल चाहिँ यही नै हो लुक माय गॉड सो ब्युटिफुल त्यो चाहिँ अगाडि टिन सिन लगाएको थियो अहिले कस्तो टिन सिन लगाएर रहेछ यार यही नै हो मनोकामना टेम्पल सो हिलारियस
जाने चाहिँ माथिबाट पुरा घुमेर होइन सो हार्ड यहाँबाट जाने यहाँबाट चाहिँ लास्ट चाहिँ भ्यू आउने रहेछ यार समझ तो and we are in Manikamma temple. Look at this beauty here. So beautiful, medical. So awesome, no? And we are so special, huh? Oh my God. Yinheru yaar. Yinheru last one yaar. Oh my God. रुक बल्लो दे And look at this view, so beautiful yaar. God, चाहिँ पुरा प्रार्थना गरियो हैन स्कलरशिपमा निक्लियोस् भनेर निक्लिहाल्छ मलाई त पुरा विश्वास छ कि निक्लिहाल्छ भनेर यहाँ त्यस्तो कुनै रेस्ट्रिक्सन छैन अगाडि थियो विश्वासै थियो मलाई सो फाइनली यहाँ दर्शन गरेर सकियो हैन अब चाहिँ हामी वे टु काठमाडौँ लास्ट हामी चाहिँ यार कति वर्षपछि आयो यार मनकामना हैन सो हार्ड ल अब हामी चाहिँ निक्लिनु लाग्यो होइन यता मनकामनाबाट बाइक के बोल्दै गइन्छ सो awesome. Look how amazing is this. John, look at this. Oh, what? Phew. Temple. So miss you. टिकट त मसँग कसै जानुहोस् ल कसै जानुहोस् त अरे यार टिकट दिएर बाबा सुनै टिकट दे गाह्रो छ बा and the exit ticket is done. Return back to Kathmandu with kati ho ka so this is our cable car. You can see also this. Oh, second time, bro. Cable car. अहिले जाँदाखेरि चाहिँ त्यस्तो केही डर चाहिँ लाग्दैन यस्तो दामी यस्तो दामी हुन्छ नि के भयो होला भिडियो बनाउने गाह्रो छ बेसी कति आयो 1 घन्टा आयो 1 घन्टा गयो 1 घन्टा पनि बसेको यहाँ त सब यसको लाग्दा सब मेरो सेलको लाग्दा सब गाह्रो छ आधा 1 घन्टा बस्यो भने हुन्थ्यो कि उता चाहिँ दामी भ्यू हुन्थ्यो कि अहिले तल कि केही छैन यस्तो माथिबाट तल आउनुलाई यति दामी मजा लाग्छ होइन स्वर्ग तल आउँछ कि लुक कस्तो कान बन्द हुने यार पुरा सेम फिलेन जस्तो फिल आउँदैन कि अहिले फिलेन भने यस्तै हुन्थ्यो पुरा बन्द हुने होइन ओ Look at this background view. God. Do not lean out. Oh my God. So
background त्यही हो how awesome it is my god यो केबल कारमा चाहिँ बोकाहरू छन् उ ठुवानी चाहिँ यहाँ जे पनि हुन्छ बोका छ बोकाहरूले पनि केबल कार चढ्नु पायो यार कहाँ भयो किस्मत कहाँ भयो तिनीहरूको विदाउट मनी सो हार्ड कस्तो डर लाग्ने यार माई गॉड सिधै तल छ यार पुरा त माई गॉड सो डिस्गस्टिङ लुक नहीं वीडियो माय गॉड कस्तो फोर के यार शीशा कस्तो डर लाग्ने के यार यार पुरा यस्तो सिधा तल के लुक माय गॉड अहिले चाहिँ त्यहाँ पुग्यो त पुग्यो माय गॉड look at this greenery here अब ऊ आयो यहाँ चाहिँ लास्टै डर लाग्छ यार लास्ट झट्का लाग्छ यार माय गॉड अगर नाप सको तो किरदार अब चाहिँ डेस्टिनेसन आयो हाम्रो केबल घाटबाट मनोकामना पुगेर फेरि रिटर्न फेरि काठमाडौँ अब अलिपुरी बस्नु पाएन आधा एक घन्टा त बस्नु थियो यार सब मेरो गर्दा सब यसको गर्दा स्याहार गर्दा पैसा तिरेको उही भएन यार हो भने उस्तै यहाँबाट गयो वहाँ पुग्यो 2-4 फोटो खिच्यो पूजा गर्यो होइन फेरि रिटर्न भयो फेरि काठमाडौँ एक नम्बरमा नमाओस् भनेर पूजा भयो हार्ड मैले त पूजा पनि गरेर आएँ त्यसको लागि आएको थिएन म होइन अस्तिदेखि आउने मन थियो कि मलाई यहाँ लास्ट आउने मन थियो होइन त्यसैले आएको थिएँ कि म आउने त मन थियो मलाई जसरी भयो नि आउँथेँ म उता काठमाडौँ एक्लै पनि आइपुग्थेँ के होला 2-4 घन्टामा त पुग्यो 2-4 घन्टामा यता पुग्ने अनि आउने रिटर्न भयो so disgusting let's go baby circuit and we get this statue यो स्ट्याचु चाहिँ सही छ यारमा यो स्ट्याचुलाई मान्नुपर्छ यार लुक माई गॉड कुन भगवान हुन्ला थाहा छैन So guys, thank you so much for watching this amazing vlog. Next vlog चाहिँ अब छिट्टै नै आउने छ हैन अहिले यो मनोकामना भ्लग चाहिँ यति नै गाह्रो छ अब काठमाडौँ कसरी पुग्ने त्यो टेन्सन हुँदैन मलाई लास्ट दामी थियो यार मनोकामना अहिलेसम्म कान दुखिरहेको यार मलाई लास्ट माय गॉड सो असम अब यहाँको भ्यू हेरौँ है यहाँ चाहिँ लास्ट दामी हुन्छ कि Look how beautiful it is. Oh my god. Look. Oh.